अस्तिको मेरो बाख्राले आएर खाएको फोटो खिचेछ है। मोहनी मिस अस्मी क्या छ र न आमा लो लो अनि अगाडिसम्म त्यो पछाडि रोक्ने हो र तपाईलाई आउँदा अनि फर्काएर के हुन्छ यहाँ आउँदैछु कि लान्छ के खुट्टा समाउँदै बोल्नु के चल्यो अनि चलिस त मेरो हात नि हाल्छ के राखेन खुट्टा समाउँदै त नचल लाग्दैन ला तपाईहरुसँग न है रिसिप्टले कुरा गर्नुहुन्छ भने अस्मी है हमारा इधर और उपियाले टोकेर हैरान भाषा गरेर जिर्दा चिर्दा टेन्सन अनि हामी छौँ अहिले के भन्छ यसलाई के भन्छ यसलाई आरुबोटे काका त्यसमा चाहिँ आरुबोटे काका हामी छौँ आरुबोटे अनि यहाँबाट त्यो स्कुल हेल्पोस्ट त देखिरहनु भएकै छैन होला छैन भने हेर्नुहोस् राम्रोसँग यहाँ आएर अनि हामी जाँदैछौँ अहिले कहाँ च्यानडाँडा किन भने होला थाहा छ त्यो चियानो भएर जूता को हालत ऐसा हुआ हमारे अस्मी आ रही है इधर से फुर्सत नहीं पा रही है इधर से क्या हो रही है आजम से कठै बड़ी ले हामी छौँ अहिले छेलेन्चोक विशालमा हामी यहाँ छौँ डिलमा यहाँ चाहिँ हमारी अस्मी उसलाई त कहिले भन्नै पर्दैन लाइफबाट फुर्सद मिल्दैन है बोल्ने कुरो नि भएन यहाँबाट जस्तो दामी भ्यू देखेर चाहिँ क्या ओहो यो छ डाँडा गाउँ अब हामी चाहिँ डाँडा गाउँ जानै छ यहाँ तल अलिकति बाँकी छ अनि त्यसपछि रोड साइडमा छ है चाहिँ यसरी लगाउँदै फर्केर फेरि यहीँ आउँछु मैले सो हाम्रो ओडा चाहिँ उहाँ देखिरहेको छ थोरै घाम पनि लाग्छ पानी पर्ला जस्तो जान्छ त ओहो खाउनु त के हेर
मोमोले हिर्काउँछु भन्ने आमा चाहिँ होला म गरिदिइहाल्छु नि म गर्छु कि तिमी मोमोले हिर्काउ न हेर दशमी तिम्रोमा धेरै रहेछ नि मेरोमा थोरै रहेछ ए तमाकु ओहो जामा बोल लगभग सक्यो हाम्रो नि कुरा नगर चितुना त कालाङ फुटेले म हिजोको दिनमा टिक्न सकिनँ अब धेरै कुरा के अनि हुन्छ कसैले गएर घरमा नान बाबुलाई नि हामीलाई भने हाला भन्नु होला यो बाबुले हजुर यति लाङ फुटेर टोकेर यति गर्मी हो कि मरिजाम भाइ म चाहिँ नजाने